नमस्ते हजुर नमस्ते। आज हामी अब अहिले मोमो बनाउने कार्यक्रममा सुरु गर्दैछौँ। मैले मोमोको सानो बनाएको थोरै भिडियो हाल्छु सिकाउँदैछु साथीहरूलाई। अब हामीले अन्त गरेर खानुभन्दा घरै बनाउने घरै खाने आफै बनाउने आफै खाने हेरेर सुरु गर्दैछ आज। यस्तो गराएर यो हाम्रो फ्लोरेन्सर खास यस्तो गरियो है मैले तपाईँ यता आउनु भने मैले ठ्याक्कै भेटेर बेसी पाइनँ। यहाँ समाउने यसो गराउने होइन यसरी चक्क समाउँदै सबैजना ल यस्तो गराउनु टुप्पो बनाउनु यहाँ ल्याएर तरिका तर चाहिँ अलि ठुलो बेलामा है भान्जाले त बेसी सानो नबेला मोमो चाहिँ एक नम्बर। आज मोमो बेल्लीमा गङ्गे होइन गङ्गाबहादुर मोमोमा बनाउनेमा म पनि छु। खास म होइन सिक्ने मामा भन्छ मामा भन्छ। यस्तो गराउने राम्रो बनाएर खाने बेला फेरि यो मोमो पाक्छ नि खाने बेला चप्प मुख फेरि मिठो बनाएर खानुपर्छ। यो तिमीले पनि हुन्छ है यस्तो भयो नि त्यसले फराकिलो बेलिदियो भने केही फरक पर्दैन। यो अन्डाले तल पेलिन्छ यसले माथि मुजा पर्दै जान्छ क्या। अनि उहाँ निक्लिएर पिठो सारो भयो अथवा के भन्नुभयो त्यो होइन मोमो यो हो मोमो खास। सुरु गरौँ त हाम्रो आउनुहोस् सँगै आउनुहोस् ल। यसमा भण्डारी सर लाउनुहोस् यो चाहिँ तपाईँले गराउनुहोस् त सिक्नुपर्छ। काम चाहिँ जति सिक्यो त्यति फाइदा छ है। ल तपाईँलाई यसमा बनाउनु ल बनाउनु त पख्नु त एकछिन नहाल्नुहोस् है पख्नु नातिनुहोस् एकछिन म तपाईँलाई पुनः सिकाउँछु। यो हेर्नुहोस् एकचोटि यहाँ यस्तो गराउनुहोस् एक नम्बरमा होइन। दुई नम्बरमा यो माथि यो अम्लाले भित्र पेल्ने बाहिरी भागमा चाहिँ बनाइसक्नु भयो कति अठाउनु भयो होला होइन। अब चाहिँ तपाईँको चाहिँ के अरे झुम्के थैली जस्तो भएछ कति मिट हो यस्तो हो नि त मोमो सिकिन्छ कसैले भित्रैबाट आफै पछि सिक्ने त हो होइन। अब कोही जन्म चाहिँ मोमो बनाउनु सिकेर आएको होइन है बेल्ने सिक्ने भाषा त चाहिँ छर्लङ्गै सिक्दैछ भाषा होइन। बिहानको नमस्ते भन्दाखेरि के भन्ने रहेछ हाम्रो गङ्गा भाइलाई त पुरा आउँछ क्या। ओहायोको जय मास हो। जापान आएको कति दिन भयो अरे अब 1 महिना 1.5 महिना हुन्छ। अब 1.5 महिना मान्छे पस्दाखेरि भित्र पस्दा के भन्ने चाहिँ यस्तो छ है। सन्चै हुनुहुन्छ भन्दा के भन्ने देशका भन्ने चाहिँ अनि के भन्छ यो कस्टमर जाने बेला के भनिरहेछ नि आरिगातो गोजाइमास माता ओपसी कुदासाई माता ओपसी कुदासाई होइन। यहाँले ज्यामाथि भन्छ होइन ज्या माता भन्ने त अलिकति अलि बढी भएर आफैले बढी आउने भएर आफू बराबरको साथीलाई भन्नु डाइरेक्ट जानु पनि भएन। यो हाम्रो मोमो है बन्दैछ होममेड मोमो आफै बनाउने आफै खाने हो। बजारबाट ल्याएको मोमोमा है कुहिएको भैँसीको मासु हाल्छन् भन्ने यहाँ बहेडम कुखुरो होइन तपाईँको बिहान बेलुकी बास्ने नुहाइ गरेको लोकल भाले ल्याएर बनाएर हो क्या घर यस्तो ट्याक्क बन्छ नि हेर्नु कस्तो फुल भएर बन्छ। ल बनाऊँ हो यसो भन्दा सर केही फरक पर्दैन। आफूले खाने थोरै हालौँ जति भित्र धेरै हालिन्छ नि सामान त्यति आफूलाई दुःख हुन्छ बनाउँदाखेरि सँग मेट्ने भनेर होइन र
काटी बनाउनु तपाईँलाई थाहा छैन त त्यो मोमो कुन मैले बनाएँ भन्ने कुरा म त यहाँ प्रत्यक्ष लाइभ छ यहाँ लाइभ छ नि त यहाँ त सधैँ ए गङ्गा भाइलाई $20 यो 20 भन्ने फेरि यो हो र मैले बनाएको आफू बजार खाइन्छ अनि बेल्ने ठेक्का लिएको भएर गङ्गाले बनाउने रहेछ नि त त्यही भएर भनेको है आफैलाई बयान नगर होइन मैले गरिदिन्छु बयान नि कहिले काहीँ रमाइलो पनि हुन्छ सिकिन्छ यो मोमो बन्ने ठुलो कुरा होइन हेर्नुहोस् यो मोमो तपाईँको अब यस्तो भएपछि आखिर के त भन्दा यहाँ बस्यो यो मोमो यति है यहाँ बसिसक्यो हामी फेरि त्यो बनाउने काममा फर्कन्छ अरू बेरकै बल्ल मोमो सुरु गर्नु गराएको तिमीहरू गफहरू भने साथीहरू खुसी भएछन् यहाँ त्यसै त मैले किन जिस्काउँथेँ अरे भए ल हेर म बेल्नीमा छु बेल्नीमा पुर्याउनु नसकेर उहाँ भण्डारी सरले अहिले एकदम बाहिर गएर बस् त भनेर भन्नुहुन्छ मलाई धन्यवाद तपाईँले भन्नुभयो म जान पनि सक्छु होइन अब गङ्गे भाइले ए नपाएर बनाउँदैछ हात जस्तै थोरै हालेर बनाऊ है थोरै हालौँ यहाँ चाहिँ ल हेर्नु अब भोलि नखाँछौँ त्यसमा नखाँछौँ उतालाई खपाइदिएर पनि पाक्दै गर्छ ओके घर आमाले सिकाएको जस्तो दाल भात तरकारी पकाएर नहुने होइन हामीलाई खाना त हुन्छ तर आफूले बनाएको जस्तो मोमो त अर्को त मिठो त हुँदै हुन्न किन होला ल त लक्ष्मण सर खानाम हजुर गाली नगऱ्यो नि त कता अब हामी बिचरा मरेर खेल्यो नि यहाँ ठुक्क राँडीको छोरा भन्ने गाली गर्ने के अब लालबाटको लाल ज्याकेट लगाइसक्यो आज चिसो मगर मान्छेलाई चिसो हुँदो रहेछ रे के हो भने यता हाम्रो सुरगिरी भाइ छ एकदम चिसोमा त त अमेरिकै हो त मङ्सिराबाट माघसम्म त घाम किन घामै पर्दैन घाम अमेरिकाको अँधेर हुन्छ त भने दिउँसो हाम्रोतिर घाम लागेको हुन्छ पारि अँधेर हुन्छ दाइको घरतिरबाट हेर्ने न त अँधेरै देखिन्छ हो हाम्रो त फेरि पुरा घाम लाउने हुन्छ हाम्रो एकदम छ नि त हो शान्ति अब हाम्रो जम्मा जम्मी छ 1 2 3 4 त्यसलाई फाल्दै हट 5वटा मोमो हो धेरै छैन अब साथी हो एउटाको भागमा 2टा पर्छ 6वटा रहेछ यो होला जहाँसम्म है टोटल त्यसै सानो बनाऊँ अब कति छिटो मोमो बनाएर भ्याइयो 7-8 मिनटमा तपाईँको हामीले 3 टेरै बनाइयो होइन ल त्यसलाई फेरि भोलि बनाएँ नि नभए आटा लगाइदिउँ अहिले फेरि त्यहाँ अरू आउँदैन हल्का आटा लगाएर बनाए हुन्छ साथीहरू आउँदैछन् भने ल दिउँला मोमो हुन्छ होइन र साथीहरूलाई त खुवाउनुहुन्छ कतिजना 2-3 जना होला ए रसै बसै दाजु जा बाहिर हल्नु
टेकआउट लिनु रहेछ भन्दा यो छोटो लाइभबाट बिदै हुनुपर्ने हो, काट्नुपर्ने हो। कस्टमर आउनुभयो, यता साइडमा बसेर मस्त बेलले थियो। ल अड्छ ठिकै ठिकै बनाउनु नभए केही छैन। ल अब हामी पनि भ्याइयो हजुर। नमस्ते, बाई बाई। यसलाई लालबहादुर पुरा अहिले यस्तो हाम्रो ऊ पनि छ, आर्मी ट्रेनिङ पनि छ होइन केटाहरूलाई चाहिँ केटाहरूको के कस्तो छ होइन, राम्रो गर्छ नि गर्दैन भनेर हाम्रो माथि घोरामाथि ब्यारेकबाट आछन् हाम्रो छुट्टी आए बेला आएका दसैँ तिहार मान्न त्यही बेला आछ नि यहाँ। तर लाले यति भनेपछि फेरि बोल्दैन बोल्ने किनेर हेरौँ त पहिला। धेरै यस्तो पनि यहाँ हुन्छ लालबहादुर है। भन्ने चिकन पालक होइन भाइ, चिकन पालक खाएर गो यो चाहिँ राख्ने खान्छ। पान मसला अरे पान मसला भनेर जानुभयो एकदम। दाल पालक 3 नम्बर है। दाल पालक खै पिरो पनि ल्याउनु। बटर चिकन 0 जति धेरै पाएको यहाँले पर्छ एकदम पुरौनी जस्तो भयो क्या। हेलो परबाट भन्दै आजको यो छोटो भिडियोबाट बिदा हुन्छु। हस्ते नमस्ते। फेरि अब मोमो पाकिसके खाइसक्ने बेला होला। अर्डर हान्दा अलिकति भयो, त्यही भएर अब मोमो खाने बेला भयो। त्यही भएर बाई बाई हजुर। धेरै लामो भयो भने अप्डेट गर्न नै गाह्रो हुँदो रहेछ, त्यसरी अहिलेलाई बिदाई भयो। नमस्ते, बाई बाई, फेरि भेटौँला।